के तपाईलाई थाहा छ, जब तपाईँ 1 लिटर पेट्रोलको लागि 200 रुपियाँ तिर्नुहुन्छ, त्यसको झन्डै 1/3 हिस्सा त सरकारलाई कर मात्रै बुझाउनुहुन्छ। आज भिडियोमा हामी हेर्नेछौँ हामीले तिर्ने पेट्रोलको पैसा कहाँ कहाँ बाँडिन्छ र कुन कुन कर घटाउँदा हामीलाई पेट्रोल सस्तो पुग्न सक्छ। अहिलेको मूल्य रुपियाँ 202 अनुसार 1 लिटर पेट्रोलमा लाग्ने कर यस प्रकारका छन्। भन्सार शुल्क झन्डै 25 रुपियाँ, यो सिधै सरकारको ढुकुटीमा जान्छ। भ्याट 13%, 23 रुपियाँ भन्दा बढी। पूर्वाधार कर 10 रुपियाँ, बुढी गण्डकी आयोजनामा लाग्छ। सडक मर्मत शुल्क 4 रुपियाँ, प्रदूषण कर 1 रुपियाँ 50 पैसा, मूल्य स्तरीकरण कोष झन्डै 2 रुपियाँ। अब प्रश्न उठ्छ, यो अरबौं रुपियाँ कहाँ जान्छ त? सडक शुल्क, यो सडक बोर्ड नेपाललाई जान्छ, तर हाम्रो सडकको अवस्था तपाईहरूले देख्नु भएकै छ। प्रदूषण कर, वर्षौँदेखि अरबौं रुपियाँ थुप्रिरहेको छ, तर काठमाडौँको प्रदूषण घटाउने यो पैसा खासै खर्च भएको छैन। पूर्वाधार कर, बुढी गण्डकी बनाउने भनेर उठाइरहेको पैसा अहिले सरकारले कर्मचारीको तलब वा अन्य प्रशासन काममा खर्च गरिरहेको आरोप लाग्ने गरेको छ। यदि सरकारले जनतालाई साँच्चीकै राहत दिने हो भने यी 3 ठाउँमा काम गर्न सकिन्छ। पूर्वाधार कर 10 रुपियाँ, आयोजना सुरु नभएकोले यो कर तत्काल हटाउँदा पेट्रोल सिधै 10 रुपियाँ सस्तो हुन्छ। प्रदूषण कर 1 रुपियाँ 50 पैसा, यो कोषमा पैसा थुप्रिरहेकोले अहिले थप उठाउन जरुरी छैन। भ्याटको सीमा, भ्याट क्याप, मूल्य बढ्दा भ्याटको प्रतिशत पनि बढ्छ। सरकारले यसलाई फिक्स्ड वा निश्चित रकम बनाइदिए मूल्य नियन्त्रणमा रहन्छ। तर एउटा तितो सत्य के हो भने नेपाल सरकारको राजस्वको सबैभन्दा ठुलो स्रोत नै पेट्रोल हो। सरकारले यो कर घटाइदियो भने झन्डै 50 देखि 60 अर्ब रुपियाँ वार्षिक घाटा हुन्छ। त्यसैले सरकार यसलाई दुहुनो गाई बनाउन चाहन्छ। तर सङ्कटको बेला जनतालाई बचाउन सरकारको पहिलो प्राथमिकता हुन पर्छ कि पर्दैन? सरकारले यो अनावश्यक कर हटाउनुपर्छ र विकल्पको रूपमा बिजुलीको प्रयोग बढाउनुपर्छ। तपाईँलाई यी मध्ये कुन कर सबैभन्दा अन्यायपूर्ण लाग्छ? तल कमेन्ट गर्नुहोला र यस्तै भिडियो हेरिरहन भिडियो खबरलाई फलो गर्नुहोला।